नमस्कार सम्पूर्ण भक्तजनहरूमा। आज हामी नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा अवस्थित प्रसिद्ध एवं पवित्र शक्तिपीठ पाथिभरा माताको दर्शन र उहाँसँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्त्वका बारेमा जानकारी लिँदैछौँ। समुद्री सतहबाट करिब 3794 मिटरको उचाइमा अवस्थित पाथिभरा धाम प्राकृतिक सुन्दरता र धार्मिक आस्थाले भरिपूर्ण पवित्र तीर्थस्थल हो। यहाँ हरेक वर्ष नेपालका विभिन्न ठाउँसँगै भारत तथा अन्य देशबाट समेत हजारौं भक्तजनहरू माता पाथिभराको दर्शन गर्न आउने गर्दछन्। पाथिभरा मातालाई हिन्दू तथा किराँत समुदायका भक्तजनहरूले श्रद्धा र विश्वासका साथ पूजा गर्ने गर्छन्। भक्तजनहरूको गहिरो आस्था अनुसार सच्चा मनले माताको पूजा आराधना गरी दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ। पाथिभरा माताको मन्दिर अग्लो पहाडको शिखरमा रहेको छ। यहाँ पुग्न भक्तजनहरूले लामो र कठिन पहाडी यात्रा गर्नुपर्छ। तर बाटोमा देखिने हरियाली, जङ्गल, हिमाल, पहाड र प्राकृतिक दृश्यहरूले यात्रालाई अझ अविस्मरणीय बनाइदिन्छन्। मन्दिरमा पुगेपछि भक्तजनहरूले मातालाई फूल, अक्षता, धूप, दीप तथा विभिन्न पूजा सामग्री अर्पण गर्दै श्रद्धापूर्वक दर्शन गर्ने गर्छन्। धेरै भक्तजनहरू आफ्नो मनोकामना पूरा भएपछि पुनः पाथिभरा माताको दर्शन गर्न आउने परम्परा पनि रहेको छ। पाथिभरा क्षेत्र धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक तथा पर्यटनको दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छ। यहाँबाट देखिने हिमाली दृश्य, शान्त वातावरण र वरिपरिको प्राकृतिक सौन्दर्यले जो कोहीको मनलाई आकर्षित गर्दछ। पाथिभरा मातासँग सम्बन्धित विभिन्न जनश्रुति र किंवदन्तीहरू पनि प्रचलित छन्। स्थानीय धार्मिक विश्वास अनुसार माता पाथिभरा शक्तिको स्वरूप हुनुहुन्छ र उहाँको कृपाले भक्तजनहरूको दुःख कष्ट हट्ने तथा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। त्यसैले पाथिभरा धाम केवल एउटा मन्दिर मात्र होइन, लाखौं भक्तजनको आस्था, विश्वास र भावनासँग जोडिएको पवित्र तीर्थस्थल हो। यदि तपाईँ पनि पाथिभरा माताको दर्शन गर्ने अवसर पाउनुहुन्छ भने प्रकृतिको अनुपम सौन्दर्यसँगै माताको दिव्य आशीर्वाद प्राप्त गर्ने अनुभव अवश्य गर्नुहोस्। माता पाथिभराले सम्पूर्ण भक्तजनहरूको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता प्रदान गरून्। सबैको मनोकामना पूरा गरून्। जय माता पाथिभरा। जय देवी माता। नमः शिवाय। यस्तै धार्मिक, आध्यात्मिक तथा नेपालका पवित्र तीर्थस्थलहरूको भिडियो हेर्नका लागि देवैन एन्जेला च्यानललाई सब्स्क्राइब गर्नुहोस्। भिडियो मन परे लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोस्। धन्यवाद।